Saturday ride, June 26, 2021. So hello guys, स्वागत छ सबैलाई। आज हाम्रो प्लान थियो सिम्बा फल्स जाने स्याटरडे ग्रुप राइड, तर सायद पानी पर्यो, बिहानभरि टन्नै पानी पर्यो, हामी जान सकेनौँ। पानीले गर्दा पानी पर्यो, अलिक ठुलै पानी पर्यो क्या, पानी पर्यो, त्यही भएर हामी जान पाएनौँ। हाम्रो ग्रुपको केटाहरू भेट्ने प्लान छ प्लानिङतिर, पेप्सीकोला त्यो काँडाघारीको त्यो टाउन प्लानिङतिर भेट्ने प्लान छ, त्यही कुरा भएको छ। सो त्यही कुरा भएअनुसार हामी अब चट्ट यसो सानो राइड पनि हुन्छ, केटाहरूसँग भेटघाट नि हुन्छ, यसो भ्लग बनाइदिउँ न त भनेर म निस्किँला हो। होप सबैजना सन्चै हुनुहुन्छ होला। किप लभिङ, किप सपोर्टिङ, किप सेयरिङ। भिडियोहरू आउँदा सेयर हानिदिनु होला। आज खासमा जोरको दिन हो, मेरो बाइक बिजोर हो। चेकिङ भएपछि त मलाई रोक्छ होला यार। सङ्गीतहरू आउँदैछ, सङ्गीत भयो, अनि अनन्त ब्रो आउँदैछन्, अनि हाम्रो नेपाली ब्लग सदन यहाँ त चेकिङ छैन यार। खासै भिडै छैन आज, के भयो यो भन्दा हाम्रो भक्तपुरको हाइवे दामी हाइवे, हाम्रो हाइवे राम्रो हाइवे। केटाहरूलाई यहाँ म वेट गर्छु, अब केटाहरू आउँदैछन्, केटाहरू आएपछि निस्किन्छौँ। सो बाइकको हालत यस्तो छ, मैले अस्ति त्यो राइडपछि धुनै पाएन, त्यो बाइक वर्कसपले बिहान अलिक ढिलो उठेँ, हिजो धुन पाएन, हालत यस्तो छ, खतम भएको छ। ठिक छ के छ ल है त निस्कौँ। ल हामी टाउन प्लानिङसम्म आएको थियौँ, यहाँ केटाहरू भेटे, झन् फेरि यताबाट चौबार जाने प्लान छ। हामी तिनजना त्यो बाइक, तिनजना 6वटा बाइक हुन्छ, चित्तै बुझ्दैन। ल है त जाऊँ, ल है त, ल जाऊँ, ल सेफ राइड आज। हाम्रो ब्रोले खतरा उहिले हान्नुहुन्छ। ल यो अन्त राइड भने ग्रुपमा राइड गर्नुको मजै बेग्लै हुने क्या। खतरा
बवाल क्या केटाहरूको बाइकको खतरा मोडिफाई हाने केटाहरूले बाइक बवाल छ हामी जाँदैछौँ चोबारतिर हामीसँग 6वटा बाइक छ टोटल 6वटा राइडर एउटा एस 5वटा एनएस बल्ब आइपुग्यो जसिराज पेट्रोल पम्प अब राइडको मजा असली मजा आउँछ क्या राइडको मजा असली अब अगाडिको बाटोमा आउँछ यस्तो बवाल मजा आउँछ नि माथिसम्म ब्याट्रीले धान्छ होला सायद मेरो गोप्रोको धानोस् अहिले बाटोमा के ब्याट्री चेन्ज गर्नु भनेर मैले चेन्ज नगरेँ माथिसम्म ब्याट्रीले धान्छ होला मेबी यो हो नि त राइड भने हामी ट्युतिर आइपुग्यो ट्युको हरियाली दामी ओ काठमाडौँ कस्तो दामी देखा क्या मजा आयो तर त्यो कर्नरिङमा यो बाटो भने केटाहरूको सबको फेभरेट हो क्या I need to kick the habit that my mind is breathing in. Break out, I've got to see. Spent all my life holding all of it closely. I played it innocent, a feel of discontent. I'm finally facing it all, fearless. हिलो छाप्यो कस्तो मुला होला त्यो बाइकले हिलो छाप्दैछ यार कसकेमा क्या भाइ मुट्टा
छे हिलो हिलो आएर छ मेरोमा चाहिँ ल हाम्रो अर्को राइडर आउनु हाम्रो मोस्ट वान्टेड बाइक हो यो त हो र एकदम मोस्ट वान्टेड नेपाल नेपालभरि किन यो ग्राफिक्सले कर्नरिङको हेर्नु सुत्ने हो के पुरै टायर बगाल्छ नि त ए म त किन होला भने ठाने पछाडि नम्बर प्लेट नरहेछ त्यही भएर होला तर यस्तो चलाउनु यस्तो मजा आउने कस्तो दामी सेक्सी देखिन्छ नि ल नमस्ते आज हामी चोबारमा होइन 4-5 जना केटाहरू यसो चिया खान आएको 127 रुपियाँ पेट्रोल लिटर खर्च गरेर 20 रुपियाँ चिया खान आएको त्यो पनि बाइक ल्याउनु पाएन माथि हाम्रो यहाँ अपग्रोइङ मोटो ब्लगर्सहरू अनन्त म चाहिँ सङ्गीत है सङ्गीत ब्लग क्रुजन आर्जुक है यो नाम छ ल मेरो टिकटकमा सर्च गर्दा टिकटकमा सर्च गरे हुन्छ यो चाहिँ म भन्ने थिएँ तर यो लेन्स अर्को समाज हालेछु कि मैले म चाहिँ के मलाई सबले चिने होला मेरो भ्लगमा त मलाई नचिने कुरा चाहिँ हुँदैन होइन म हेमजोशी आस्की भ्लग है यो चाहिँ हाम्रो दारी ग्याङ दारीवाला छोटा दारीवाला हामी चाहिँ सफ्ट दारीवाला आउँदैछ साह्रै होइन छैन मेरो छैन चिया खाली है फर्स्ट राउन्ड हाम्रो चिया सिद्धि है अब सेकेन्ड राउन्ड एकछिनमा 5-10 मिनटमा हाम्रो ब्रोलाई क्या हिरोज देख्दो रहेछ यो क्यामेरा त सही अन्त हिरो अन्त तिमी फिल्म खेला यार ब्रो हो भने होइन म आफ्नै च्यानलमा खेल्छु अब चाहिँ सही यहाँबाट फर्किँदैछौँ चौबाटबाट फर्किँदैछौँ आजलाई यति नै यहाँ इन गरिदिउँ राति हुँदैछ सो त्यही हो एकछिन हेर्दै हुनुहुन्छ भने आफ्नो एउटा लाइक एउटा सेयर एउटा सब्सक्राइब गर्नु भयो भने सब्सक्राइब हानिदिउँ सो त्यही हो के छ सङ्गीत सब ठिक छ दाइ रमाइलो भयो होइन सङ्गीत भ्लग छ है उसलाई पनि सपोर्ट हानिदिउँ अनि जो चाहिँ के अरे अनन्त कुमार है उसलाई पनि सपोर्ट हानिदिउँ भिडियोको लिङ्क म डिस्क्रिप्सनमा राखिदिन्छु त्यो सपोर्ट हानिदिउँ त्यही हो आजलाई यहाँ टाउको ढोक्यो नि सो आजलाई यहीँ इन गरिदिउँ है त